के अरे अब हाल्न त सक्छु कि सक्दिनँ है टिकटकमा, त्यही पनि कुनै दिन हालेछु भनेदेखि चाहिँ मेरो छोरो उठ्यो। लाइफमा यही नै छ, छोरो यो छोरो यो। के रहेछ है जिन्दगी। पासपोर्ट चेन्ज। यो पासपोर्ट बनाउँदाखेरि मम्मी बाबाको सपना बोकेर गएको थिएँ कि आमा बाउलाई सुखले राख्छु, एउटा घर बनाउँछु अनि बिहा गर्छु भनेर होइन। तर यो पासपोर्ट सिद्धिँदा नसिद्धि अर्को पासपोर्ट थपियो। अर्को पासपोर्टले जिन्दगी सबै सहज बनाइदियो भनौँ न। कमायो, घर बनायो, सबै चिज राम्रो भयो। अनि त्यसपछिबाट नेपाल फर्केर बिहा गरेँ। हेर्दै हुनुहुन्छ छोरो जन्मियो। अब छोरो जन्मियो, अब चाहिँ लाइफ पर्फेक्ट हुन्छ। अब चाहिँ रमाउनु पर्छ। छोरोलाई खोकी पनि लागिरहेछ, खोकी नै गएको छ एकदम। अनि सुखले बसौँला बुढोको घर, बुढोले कमाएको खाउँला भन्ने थियो होइन। तर त्यो साथमा फेरि लाइफले अर्को मोड लियो र नेपालको नयाँ पासपोर्ट बनाउन फेरि पनि पुगेँ म है। अब पासपोर्ट बनाएपछि विदेश जानु परिहाल्यो, कमाउनु परिहाल्यो। पहिला आमा बाउको लागि थियो, अहिले अब छोराको लागि केही गर्छु, यसलाई राम्रो फ्युचर दिन्छु भन्ने सपनाले रातो पासपोर्ट बनाउन पुगेँ म फेरि। त्यस लाइफमा कहिले पनि पुग्यो भन्न मिल्दैन रहेछ र लाइफमा कहिले घमण्ड गर्न मिल्दैन रहेछ होइन। किनभने घमण्ड र पुग्योले कहिले पनि त्यसको अन्तै छैन। किन पुग्यो भन्दाखेरि कमाउनुपर्छ, कमाइन्छ, फेरि सिद्धिन्छ, फेरि कमाउनुपर्छ। घमण्ड पनि त्यस्तै हो। जति घमण्ड गर्छौँ त्यो घमण्डले हामीलाई नै खान्छ होइन। तर त्यो घमण्ड कहिले अन्त हुँदैन। कहिले के को घमण्ड, कहिले के को घमण्ड, कहिले कसैको रिस त्यसमा त्यो घमण्ड हुन्छ। कहिले यो भन्दा म राम्रो छु भनेर त्यसमा घमण्ड हुन्छ। कहिले मैले यो चिज गर्न सकेँ, अब मलाई यो चिज चाहिँदैन भनिन्छ, त्यसमा घमण्ड हुन्छ। सो लाइफको घमण्ड र पुग्यो भन्न चाहिँ कहिले पनि नभन्नु रहेछ है। किन कहिले पुग्दैन र घमण्ड गरेर कहिले काम पनि छैन। सो यो चाहिँ मैले सिकेँ मेरो लाइफमा आफ्टर म्यारिज। बाबु भइसकेपछि जिन्दगी यही नै रहेछ। हरियो निलोबाट रातो, अब रातोबाट आई डोन्ट नो कुन पासपोर्ट आउँछ। होपफुल्ली त्यो पासपोर्ट बनाउन नसकौँ मैले, किनभने सुख दुःख जस्तो भए पनि आफ्नैमा बसेर कमाउन पाऊँ भन्ने आशा छ। यो म हाल्न त हाल्दिनँ, तर मैले बनाएको हुन त सोसल मिडियामा दुःख पोख्ने सोसल मिडिया नै काम लाग्दो रहेछ। आफन्तहरू काम लाग्दैन रहेछ, आफ्नो मान्छे काम लाग्दैन रहेछ, आफ्नो परिवार पनि काम लाग्दैन रहेछ। काम लाग्ने भनेको बुढो, आफ्नो श्रीमान, आफ्नो आमा बाउ होइन। कतिको त सासू ससुरा पनि राम्रो हुन्छ है। सो त्यो भएको कारणले गर्दा यति मात्रै रहेछ क्या, बाँकी अरू कुनै पनि चिज चाहिँ काम लाग्दैन रहेछ है। त्यही भएर आफू बलियो भयो भने कोही नै चाहिँदैन। आफू अलिक कमजोर भयो भने सोसल मिडिया छँदैछ चित्त नबुझेको कुराहरू पोख्ने। कतिलाई पोजिटिभ लाग्ला, कतिलाई नेगेटिभ लाग्ला होइन। त्यो त समयको खेल हो। तर जो सोसल मिडिया सही र गलत दुइटै चिजलाई युटिलाइज हुने चिज हो। अब म विदेश जान्छु, पैसा कमाउँछु मेरो बाबुको लागि। यति नै हो।